2 हामी के गर्दैछौँ लेगोल्यान्ड हजुरहरूलाई न्युयोर्कको सहर त मैले देखाइसकेँ हिजोको भिडियोमा। आज चाहिँ न्युयोर्कमा ग्रामीण भेग पनि छ भनेर देखाउँदैछु। हामी चाहिँ लेगोल्यान्ड जाँदैछौँ। हाम्रो म जाने बाटोमा चाहिँ धेरै जसो ग्रामीण इलाका पर्छ भन्नाले त्यत्रो ठुलो सहर पर्दैन, ग्रामीण पनि होइन तर ठुलो सहर पर्दैन। तर लेगोल्यान्ड निर चाहिँ एकदम जङ्गलको बाटो हुँदै जानुपर्छ। अनि त्यसपछि मैले चाहिँ हजुरहरूलाई यो भिडियोमा नयाँ कुराहरू केही कुराहरू क्लिक गर्न मिल्ने कुराहरू चाहिँ म हजुरहरूलाई क्लिक गरेर देखाउनेछु। यो चाहिँ हामी घरबाट भर्खर निस्क्यौँ। यो चाहिँ पुल हो, यति धेरै लामो पुल छ नि यो। मैले थोरै मात्र क्लिक गरेको छु, एकदमै लामो पुल छ। अनि मैले यसलाई पनि क्लिक गर्ने निर्णय गरेर देखाएको हजुरहरूलाई। लेगोल्यान्ड चाहिँ एकदम बिजी हुन्छ आज, त्यसैमाथि 4 जुलाई आज चाहिँ कति धेरै रमाइलो हुन्छ, कति धेरै भिड हुन्छ, म हजुरहरूलाई सबै कुरा देखाउनेछु। एकजना मेरो साथीहरू पनि आउँदै हुनुहुन्छ, एउटा परिवार। सो हामी 2 जना परिवार भएर रमाइलो गर्नेछौँ। सबै कुरा हजुरहरूलाई यो भिडियोमा देखाउनेछु। यो पुल कटिसकेपछि म चाहिँ यस्तो ठाउँमा आएँ। यहाँ चाहिँ 2-4वटा बिल्डिङहरू, ठुला बिल्डिङहरू देखेर मैले चाहिँ कैद गरेको थिएँ। तर आज हजुरहरूले सामान्यतया जङ्गल मात्रै देख्नुहुनेछ। खेतीपाती गर्ने ठाउँ, फार्महरू, अनि हेर्नु न पहाडै पहाड। हाम्रो पुरा जङ्गल आफै सानोमा हुर्किँदाखेरि यस्तै पहाडहरू देखेर हुर्केको, पहाडमा हुर्केको। म चाहिँ आफ्नै माइती घर होइन, जन्मघर जस्तो लागिरहेको, जन्म ठाउँ जस्तो लागिरह। अनि यो बस्ती पनि पुरा ग्रामीण इलाका रहेछ है। कस्तो नयाँ ठाउँ आए जस्तो लाग्यो, रमाइलो भयो, फन भइरहेछ होइन आज चाहिँ। तर जङ्गल यति छ नि यहाँ चाहिँ नेटवर्कले पनि काम गर्दैन। हामी चाहिँ एउटा मन्दिर देखेर गएको, तर चाहिँ त्यो मन्दिर चाहिँ खासै क्लोज रहेछ आज चाहिँ। अनि त्यहाँभित्र पस्न चाहिँ पाएनौँ। यसरी चाहिँ यहाँबाट फर्काएर आइयो। त्यसपछि अब यसो चियासिया खाउँ न भनेर चाहिँ हामी एउटा ग्यास स्टेसनमा बसेर कफी चिया खाएर त्यहाँबाट हामी निस्कियो। त्यसपछि हाम्रो फेरि जङ्गलको यात्रा सुरु भयो। यो चाहिँ खेतीपाती गर्ने जमिन ठाउँ जस्तो देखिन्थ्यो यसो परबाट हेर्दाखेरि। हाइवेबाट देखिएको विभिन्न प्रकारका दृश्यहरू त म चाहिँ कैद गरिरहेको छु। मलाई यहाँनिरको एरिया चाहिँ एकदम मनपर्छ। एकछिन यो होइन यसपछि देखिन्छ होला, यसमा हेर्नु कति राम्रो मन पर्यो भने पारिपट्टि यति राम्रो एरिया लाग्यो। म चाहिँ एकदमै मन परेर पछि यहीँ आउनुपर्छ कि जस्तो लाग्यो। कस्तो राम्रो मन परेको एरिया। यहाँबाट चारैतिरको दृश्य एकदम राम्रो देखिन्थ्यो। यो चाहिँ समुद्रमाथि मैले अहिले खिचिराखेको, हामी चाहिँ हिँडिराखेको चाहिँ समुद्रमाथि हो। यहाँ पनि ठुलो पुल रहेछ, पहिलाको भन्दा ठुलो पुल रहेछ। वाउ कति राम्रो भ्यूज गाइज। लुक बाहिर हेर त, राइट साइडमा लेफ्ट साइडमा। ओहो देखिन्छ हो? यस, यहाँ अर्को पनि रहेछ बाबा, जस्तै हो के? यहाँ हो बस्ने त। रुँदै मेरो भविष्यको घर अनि समाजलाई छोडेर फेरि हामी अर्को ठाउँतिर लाग्न थाल्यौँ। अनि यो जङ्गल चाहिँ मेरो भोलि पर्सि गाई बस्तुलाई घाँस काट्ने जङ्गल हो, डाले घाँस काट्ने ठाउँ। हामी अहिले यस्तो जङ्गलमा छौँ नि होइन। यहाँ चाहिँ पोन्डहरू छ, पोखरीहरू, अनि त्यसपछि पुरा जङ्गल, घनाघोर जङ्गल। अनि त्यसमा चाहिँ कुनै पनि नेटवर्क छैन। बाहिर चाहिँ यस्तो देखिन्छ, पुरा जङ्गल छ। हामी जङ्गलमा हिँडेको धेरै बेर भइसक्यो। बिचमा गाडी बिग्रियो अथवा केही भयो भने अप्सनै छैन, फोन गर्नलाई नेटवर्क छैन। अनि म चाहिँ एउटा कुरा कन्फ्युज भएको कि बिचमा यस्तो ग्रिन जङ्गल देखाएको छ, उतातिर गएपछि चाहिँ डिफ्रेन्ट कलर देखाएको छ कि, तर जाँदाखेरि पुरै हरियाली नै हुन्छ फेरि। हेर्नु है त यहाँ ग्रिन कस्तो राम्रो रहेछ यतातिर। अनि यहाँ चाहिँ अब ग्रिनबाट चाहिँ डिफ्रेन्ट कलरमा गयो होइन। अनि त्यसपछि यहाँ चाहिँ सेम छ। भोलिको कुरा सपना न थियो होइन, जे पनि हुनसक्छ। यो चाहिँ प्रेजेन्टमा बाँचौँ होइन, प्रेजेन्टको कुरा गरौँ। हामी चाहिँ अझै पनि जङ्गलमै छौँ। यो चाहिँ खेतीपाती गर्ने ठाउँहरू देखिरहेको छ यतातिर चाहिँ। अनि यो चाहिँ हाइवे नै हो। यतातिर हेर्नुहोस् न कस्तो राम्रो एरिया छ, जङ्गल त्यो पुरा खेतीपाती गर्ने एरिया।
ग्रामीण इलाका नै रहेछ यो चाहिँ। अब चाहिँ हामीलाई पुग्न धेरै बेर छैन, लगभग पुग्न थाल्यो कि जस्तो लागिरहेछ। मैले भिडियोको सुरुमा भने जस्तै यो चाहिँ न्युयोर्क एरिया नै हो। यो ग्रामीण जस्तो देखिए पनि यो रिसोर्ट एरिया हो होइन, एकदम राम्रो छ। हामी चाहिँ लेगोल्यान्ड आइपुग्न थाल्यौँ। यो चाहिँ लगभग लेगोल्यान्डकै एरिया हो। अब हामी चाहिँ पुग्न धेरै बेर छैन। हजुरहरूलाई यो एरिया कस्तो लाग्यो अनि यो अहिलेसम्मको यात्रा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हामी चाहिँ अब लेगोल्यान्डको लागि मेन हाइवेबाट भित्र पस्दैछौँ। यो यहाँबाट चाहिँ हामी भित्र पस्दैछौँ राइट टर्न गरेर। अनि त्यसपछि चाहिँ यो पुरा एरिया चाहिँ लेगोल्यान्ड एरिया हो होइन। आज चाहिँ 4 जुलाई हो, जुलाईको नाइट हो आज चाहिँ। अनि त्यो भएर चाहिँ एकदमै बिजी हुँदैछ। लेगोल्यान्ड सुरु भइहाल्यो। यो चाहिँ लेगोल्यान्डभित्र पस्ने ठाउँ। हामी चाहिँ यो वेलकम गरेर हेर्नु त वेलकम लेखेको छ। हामी चाहिँ भित्र पस्यौँ लेगोल्यान्डको। अनि त्यसपछि हामी चाहिँ पार्किङ गर्छौँ। पार्किङ गरिसकेपछि चाहिँ हामी तल लेगोल्यान्डको साइडमा जान्छौँ। अझै पार्किङ गरिसकेका छैन, अब गर्छौँ। अनि त्यसपछि चाहिँ पार्किङ गरिसकेपछि यो देखिएको भ्यू चाहिँ के हो भन्दाखेरि रियल लेगोल्यान्ड हो। हामी चाहिँ लेगोल्यान्डको तलपट्टि हिँड्दैछौँ। अब हजुरहरूलाई चाहिँ राम्रो भ्यू देखाउँदैछु लेगोल्यान्डको है त। 1 2 3 गो। लेगोल्यान्डको भित्रको भ्यू चाहिँ म तपाईँहरूलाई भोलिको भिडियोमा देखाउनेछु। त्यसपछि हामी चाहिँ कासलतिर लाग्छौँ। कासल चाहिँ अहिले बन्द छ, त्यही भएर हामी चाहिँ वकिङको लागि जङ्गलतिर लाग्दैछौँ। तपाईँहरूलाई जङ्गलको भ्यू देखाउँछु है त। मैले गाउँघरमा जन्मेर हुर्केका हामी आजभोलि हिँड्न नपाएर राम्रो वातावरणमा, शान्त वातावरणमा हिँड्न नपाएको धेरै भएको थियो। अनि आज चाहिँ हामी ट्रेकिङमा आएको छौँ सपरिवार। बाबु चाहिँ उतना पुगिसक्यो रन गरेर, उसलाई आनन्द फिल भइरहेछ। यहाँ चाहिँ मेरो हस्बेन्ड, उहाँलाई पनि आनन्द फिल भइरहेछ भन्दै हुनुहुन्छ। जङ्गलमा शान्त छ, कोही छैनन् वरिपरि है। कस्तो लागिरहेछ हजुरलाई? धेरै रमाइलो लागिरहेछ। यो आज बाइकिङ पनि एकदमै राम्रो रहेछ। वरिपरि पहाड बुस्न, दुईतिर पहाड, यो हरियाली फेरि कति शीतल रहेछ नि यस्तो गर्मीको दिनमा। कति आनन्द। छोरी पानीको बोतल खसाल्यो, कस्तो लागिरहेछ तिमीलाई? राम्रो लागिरहेछ, शान्त लागिरहेछ। बुढेसकालमा भए पनि गाउँघरमा गएर आनन्दले स्वच्छ हावा, स्वच्छ पानी खाएर बस्ने मन छ। कहीं दूर चले जाए हम, दूर इतना। ट्रेकिङमा हामी साथीहरूसँग पनि भेटघाट गर्छौँ। अनि हामी त्यहाँबाट चाहिँ कासलतिर फर्किन्छौँ। कासलमा आएपछि बच्चाहरू एकछिन धेरै रमाइलो गर्छन्। हामी कोठामा फर्किन्छौँ। त्यसपछि चाहिँ हाम्रो यो कोठा चाहिँ 2 दिनको लागि बुक छ। अब चाहिँ यस्तो छ कोठा, न्युयोर्कको कोठा होइन, यस्तै हो सबैको। त्यसपछि हामी एकछिन आराम गरेर चटपटेको इन्जोय लिन्छौँ। यम्मी चटपटे। ह्याप्पी जुलाई 4। बिर्सन, तिमीले चटपटे खाइनौ? खै त तिम्रो चटपटे यहाँ छ। आऊ ग्रान्ड, तिम्रो चटपटे खाइ। उसले खान्छ। चटपटे र पिज्जा पार्टी चाहिँ हुँदैछ हाम्रो। म चाहिँ भान्से हाम्रो चटपटे पार्टी जुलाई 4। ह्याप्पी जुलाई 4 एभ्रीवान। ह्याप्पी जुलाई 4। यता चाहिँ हाम्रो हिरोहरू सुतिरहेछन्। त्यसपछि हाम्रो सपरिवार चाहिँ स्विमिङतिर लाग्यौँ। एन्ड अफ द डे हामी चाहिँ गाडी चार्ज गर्दैछौँ यति बेला।